ओ माई गॉड वाव जस्तो भयो हाम्रो चाहिँ वेस्ट इन्डिजसँग चाहिँ पहिलो गेम पनि जितियो, सेकेन्ड गेम पनि जितेर सिरिजै जितियो। सम्पूर्ण नेपालीहरूलाई बधाई छ। यो इतिहास हो, यो चाहिँ एकदम सुनौलो क्षण हो भनौँ न, हाम्रो यो क्रिकेटको नयाँ सुरुवात हो। जुन तरिकाको गेम हामीले 2 दिनमा देखियो नि, यो गेम चाहिँ नेपालले मैले हेर्न लागेको पनि भयो होला, 10-15 वर्ष जति भयो होला क्रिकेट हेर्न लागेको नेपाली क्रिकेट। यतिको गेम चाहिँ कहिले पनि देखिएको थिएन कि हरेक साइडबाट पोजिटिभ साइड। मैले भन्छु पहिलाको भिडियोहरूमा पनि भनिराखेको छु कि क्याप्टेनसिपमा प्रब्लम छ, अनि त्यसपछि ब्याट्सम्यानहरूको चाहिँ ब्याटिङमा इन्टेन्ट देखिँदैन भनेर मैले सधैँ भनिराख्ने चाहिँ यो पहिलो गेममा भन्दा पनि सेकेन्ड गेममा चाहिँ त्यो पुरै फुलफिल भयो कि एउटा प्लान गराएर, एउटा प्लान बनाएर, एउटा कसरी कुन फेजमा चाहिँ कसरी सर्ट हान्ने, कसरी चाहिँ रन अगाडि बढाउने अथवा इन्डिङलाई कसरी बिल्ड गर्ने भन्ने कुराहरू चाहिँ एकदम पोक्त देखियो। ठुल्ठुला राष्ट्रहरू जस्तो अस्ट्रेलिया, इन्डियाहरू यिनीहरू खेलेको जस्तो एप्रोचले खेलेको देख्दाखेरि चाहिँ साह्रै नै खुसी लाग्यो। अनि ब्याटिङ पनि एकदम राम्रो छ। जुन एप्रोच इन्टेन्ट हो नि त, हान्न त सक्ने रहेछ नि त छक्का पनि। अनि अघिल्लो 12 ओभरसम्म एउटा पनि छक्का थिएन भनेपछि पछि चाहिँ कतिवटा हान्ने भन्दाखेरि लगभग 10वटा जति छक्का हानेको पछि भनेपछि फिनिसिङ पनि राम्रो भयो, हरेक साइडबाट राम्रो भयो। अनि हाम्रो अब क्याचिङ फिल्डिङदेखि त बवालै छ, हाम्रो सधैँ राम्रो हो। अनि बधाई छ सम्पूर्णलाई, हामीले एउटा इतिहास रच्न सफल भएका छौँ। फेरि आज पनि गेम छ वेस्ट इन्डिजसँग, फाइनल गेम। अनि इन्जोय गरौँ। धन्यवाद छ क्रिकेट टोलीलाई, हामीलाई सानो भए पनि खुसी बाँडिदिनु भएकोमा छ। यो नयाँ इतिहास हो, सम्पूर्णलाई बधाई छ।